हाय गाइज आलु मम्मी लाभा सबैलाई नमस्ते। आज चाहिँ हामीले घरमा कुखुरा बनाएर खाने भन्दाखेरि अब धेरै जसो चाहिँ हामी गोर्खालीले चाहिँ मर मसला जिरा धनियाँ पाउडर अदरक लसुनहरू हालेर बनाएर खाइन्छ। युजली चाहिँ यो दबाई चाहिँ अलिकति डिफ्रेन्ट ट्राई गरौँ भनेर नि सो हामीले इन्टरनेटदेखि यो चाइनिज स्टाइल चिकन करी बनाएर खाएका। हाम्रो बर्मामा चाहिँ यसलाई चक्कौँ बाउँ भन्दै हामीले जानिन्छ र मैले यहाँ रेसिपी पनि हालिदिएको छु। हजुरलाई पनि मन पर्यो यो रेसिपी भने बनाएर खानु होला है। र यहाँ चाहिँ मैले चाहिने इन्ग्रेडियन्टहरूलाई काटेर तयार बनाएर मैले देखाएको छु। त्यहाँ पछि हामीले कुखुरालाई मजाले धोएर काटेर त्यसमा कर्नस्टार्च स्वाद अनुसार नुन अनि चिकन मसाला अनि मरिच पाउडर सोया सस पातलो खालके र बाक्लो खालके सोया सस पनि हालेर मजाले हामीले मुसेर यसलाई हामीले 30 मिनटसम्मको लागि हामीले ढाकेर राखिदिने। अनि त्यहाँ पछि तेल खराएर हामीले 30 मिनट भयो भनेपछि चिकनलाई हामीले फ्राई गर्न स्टार्ट गर्ने। चिकन फ्राई गर्दा चाहिँ धेरै ग्यास ठुलो नबनाइकन धीमी आँचमा बिस्तारैसँग हामीले मजाले फ्राई गर्ने भित्रसम्म पाक्ने गरी। र यतिको ब्राउन भयो भित्रसम्म पनि पाक्यो भनेपछि हामीले चिकनलाई निकाल्ने र त्यहाँ पछि त्यही कराईमा अलिकति तेल एड गरेर फेरि हामीले तयार बनाएर राखेको इन्ग्रेडियन्टहरूलाई हालेर हामीले फेरि भुट्न स्टार्ट गर्ने। त्यसमा चाहिँ हामीले मसिनो काटेको लसुन अनि अदरक सुकेका खुर्सानी गाजर फुलकोपी क्याप्सिकम प्याज हालेर स्वाद अनुसार हामीले नुन हाल्यौँ अनि सोया सस हाल्यौँ अनि त्यहाँ पछि मसरुमको सस पनि हाल्यौँ। यहाँ मैले सस पनि देखाइदिएको छु। अनि त्यहाँ पछि ढाक्दै एकछिन हामीले पकायौँ। र यो भेजिटेबल पकाउँदाखेरि चाहिँ ग्यासलाई अलिक मजाले रन्काएर पकाउनुहोस् होला, किनकि यो भेजिटेबल चाहिँ धेरै प्यात्तै गरी पाक्नु पर्दैन, अलिकति पाकेपार भइहाल्छ। त्यो चाहिँ काँचो काँचो नै खान मजा आउँदो रहेछ। र त्यहाँ पछि हामीले चिकन एड गरिदियौँ भेजिटेबल अलिकति पाकेपछि। अनि त्यहाँ पछि हामीले प्याजका पत्ता काटेर तयार बनाएको पनि हालिदियौँ। अनि त्यहाँ पछि फेरि माथिबाट अलिकति ब्ल्याक पेपर हामीले हालिदियौँ। अनि त्यहाँ पछि हाम्रो चाइनिज स्टाइल चिकन करी र हाम्रो बर्मामा चक्कौँ बाउँ भन्ने तरकारी रेडी भयो। कहिले कता अब आफूले युजली बनाएर खाने स्टाइलमा नभइकन नि यस्तो स्टाइलमा बनाएर खाइहेर्नुहोस्, डेफिनेटली हजुरलाई मिठो लाग्नेछ। र हजुरको घरमा स्कुलले केटाकेटीहरू छन् भने त उनीहरूले नि डेफिनेटली मन पराउने छन्। सो ट्राई गरेर खाइहेर्नुहोस्। बाई, थ्याङ्क यू, इन्जोय।